स्याङ्जामा स्वास्थ्य बिमा लागू गरेको हामीले हो कि स्वास्थ्य बिमा 3500 तिरेर एक घरका 5 जना मान्छेले स्वास्थ्यको सुविधा पाउने, 5 जनाको स्वास्थ्य उपचार गर्न पाउने गरी स्वास्थ्य बिमा लागू गरेर जनताले कति लिन पाउनु भएको छ थाहा छैन त। कति बन्नु भएको छ बिमाको सदस्य विनित मलाई थाहा छैन। त्यो घोषणा स्याङ्जामा हामीले लागू गर्यौं। पाल्पामा त अगाडि थियो, छिमेकी जिल्ला पर्वतमा थियो, छिमेकी जिल्ला कास्कीमा थियो, तनहुँमा थियो, तर स्याङ्जा थियो। चारैतिर थियो, स्याङ्जा थिएन। त्यो स्याङ्जामा हामीले घोषणा गरेर आज त्यो सुविधा जनताले लिइसक्यो। त्यसपछि अब गरिबहरूको उठाउने, यो कम्युनिस्ट पार्टीको सरकार भनेको गरिबहरूको जीवन उठाउने सरकार, त्यो लक्ष्य समूहलाई केन्द्रित गरेर कार्यक्रम चलाउन पर्छ। पहिले पहिचान गर्न पर्यो भनेर गरिब पहिचान गर्ने काम हामीले गर्यौं। त्यही भूमि व्यवस्था मन्त्रालयमा हुँदा हैन, मैले हैन यो कार्यक्रम ल्या यहाँको मात्र हैन देशभरिको वालिङमा आएर उद्घाटन गरिदिए। वालिङलाई चिलाउने, स्याङ्जालाई चिनाउने भनेर देशभरिको शुभारम्भ गर्ने काम वालिङको सिटी हलबाट मैले गरे हैन। सबै हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्थ्यो त्यहाँ। हिजो पनि थियो त, किन नगरे त नि? हिजो गरे भए त पहिलो हुन पाइन्थ्यो, उछिनिन्थ्यो नि त। हिजो भएन, हामी नै आउन पर्यो, हामीले गर्न पर्यो। अनि यहाँ विभिन्न समस्या छ, जग्गासित जोडिएका विभिन्न समस्या छ भनेर विशेष नापो सुरु गर्ने हामी होइन। अहिले स्याङ्जा सदरमुकाम र वालिङबाट सुरु गरेका छ। विशेष नापीको कार्यालय खडा गरेर जनताका साँध आँखा नमिलेका विवाद भएका छुट दर्ता गर्न पर्ने, हिजो दर्ताको बेला छुटेकालाई व्यवस्थित गरेर अगाडि बढौँ भनेर विशेष नापी सुरु त हामीले गर्यौं त, अरु कसैले त गरे। त्यसैले धेरै चिज भएका छन्, धेरै चिज भएका छन्, धेरै चिज हामीले गरेका छौं। यो चिज ठ्याक्कै हेर्ने देख्ने कुरा छैन। अनि मान्छेलाई भ्रम सिर्जना गरेर यो र त्यो भनेर हल्ला खल्ला मचाएर अनि केही नै भएन। अहिले जति इतिहासमा कहिल्यै भएको छैन, अहिले जति विकास देशको भएको छ इतिहासमा कहिल्यै भएन। यहाँ जसरी भएको छ अरु धेरै ठाउँमा पालिकामा पनि त्यही ढंगले भएको छ। स्याङ्जा मात्रै होइन, देशभरिको कुरा हो। अनि राष्ट्रिय रूपमा पनि धेरै महत्त्वपूर्ण कामहरू भए नि। केपी ओलीको कुरा उड्छ, मैले तपाईलाई क्लियर कुरा गरिदिन्छु। क्लियर कुरा के गरिदिन्छु भने मैले केपी ओलीको झोलामा राष्ट्रवाद देखेँ, केपी ओलीको झोलामा स्वाभिमान देखेँ, केपी ओलीको झोलामा देश बनाउने सपनाको पोको देखेँ। त्यही भएर केपी ओलीलाई सहयोग गरेँ मैले। नेता धेरै भोगियो। हाम्रा नेताहरू सहयोग नगरेको नि कसैलाई छैन। कहिले माधवलाई सहयोग गर्यो, कहिले झलनाथलाई सहयोग गर्यो, कहिले वामदेवलाई सहयोग गर्यो, यसपटक केपीलाई सहयोग गर्यो। मेरो त खुला कुरा, सबैको के छ, वामदेव बाहेक अरु प्रधानमन्त्री नि बन्नुभएकै हो। वामदेव मात्रै हो नि प्रधानमन्त्री नबनेको। त्यसैले कम्युनिस्ट पार्टीको कुरा गर्दा नि त्यो हो। अरु समग्र कुरा गर्दा कम्युनिस्ट पार्टीका दुईटा प्रधानमन्त्री, एउटा प्रचण्ड कमरेड, अर्को बाबुराम कमरेड, उहाँहरू पनि प्रधानमन्त्री बन्नु भएको। अब कांग्रेस पार्टीको गिरिजा पनि देखेकै हो, शेरबहादुर पनि भोगेकै हो, सुशील कोइराला पनि भोगेकै हो होइन। बिचा यसो घुसेको, यही बौद्धल आएपछि घुसेको लोकेन्द्र बहादुर चन्दको शासन पनि हेरेकै हो, पञ्चायत बाहेक। त्यसैले हामीले हाम्रै जीवनमा धेरै प्रधानमन्त्री पनि त भोग्यौं नि, धेरै प्रधानमन्त्री पनि भोग्यौं। मान्छेले मनमनको बाहेक त चर्चा गर्दैन नि त छ। मनमोहन अधिकारीको प्रधानमन्त्रीको चर्चा हुँदा आज नै भइरहन्छ। अरु नेताहरूको पनि उत्पात भए त चर्चा हुन्थ्यो नि, हुँदैन। त्यसपछि यो कम्युनिस्ट पार्टीमा चर्चा हुने भनेको केपीकै होइन, त्यो त कामैले होला। युवाहरू सबै प्रधानमन्त्री हुँदा पनि त्यो लिपुलेख
लिम्पियाधुरा काला पनि जुन नक्सा मैले जारी गरेँ त्यो अतिक्रमणमै थियो। आज होइन, आज होइन, 100 वर्ष अगाडिदेखि को समस्या हो। उहाँहरूले किन तत्परता देखाउनु भएन? उहाँहरूले गरे भए त उहाँहरूकै हाइहाइ हुन्थ्यो नि त। उहाँहरूले गर्नु भएन। अहिले केपीले गरम भन्नुभयो, मैले खुट्टा टेकेँ, उहाँले गरम भन्नुभयो, निर्देशन दिनुभयो, हामीले ठोकियो, ल्याइयो। खै ल्याएको ल्याइयो आएन। मारिदिन्छन् कि मारिदिन्छन् कि मरिन्छ कि भन्ने ठानिया भए त्यत्रो शक्तिशाली राष्ट्रलाई च्यालेन्ज गर्न सकिन्थ्यो। राष्ट्रको निम्ति, जनताको निम्ति मर्न पर्यो। अहिले भर्खर मर्न पनि तयार भएर होइन हामी आँटेको। अनि जसले गर्यो उसको हुन्छ नि चर्चा। किन रिस गर्ने? रिस गर्न पर्ने, डा गर्न पर्ने त केही पनि छैन। अहिले समस्या यही हो। उस्तै उस्तै भएपछि मेरो चर्चा भएन, फल्नाको भयो। कोही हामी गाउँका चेतना नभएकाको जे स्थिति हो नि त्यस्तै रहेछ कि नेताको चेतना। दङ पनि म तयार। डा गर्ने बानी रहेछ क्या, हो के? डाले मरेर यो दुर्घटना हेर्नुहोस् त। अहिले केही उत्पात छैन। संसद विघटन हिजो भएको थिएन र? सबभन्दा ठुलो नोक्सान संसद विघटन भएर यहाँ भएका जति कसैलाई भएको छ नि पद्मा अर्याललाई भएको छ। पद्मा अर्याललाई कसरी भएको छ भनिदिनु। तपाईँहरूले मलाई 5 वर्षमा पठाएको, मेरो त 3 वर्षमा सकिदिए। होइन ल अन्त मेरो त 2 वर्ष घाटा लाग्यो नि। 2 वर्ष मलाई घाटा लाग्यो, अरूलाई त केही लागेको छैन। हेर्नुहोस् पार्न तँ पनि लाग्यो, ठिक भन्नु। अब के हो? यस्तो छ। त्यसैले नहुन पर्ने कुरा भयो, फेरि नहुन पर्ने कुरा भयो। हाम्रै पार्टी नेता लडेर भए, हाम्रो केही दोष छैन। हजुर बिन्ती गर्न पनि छोडिएन, घर दैलो गर्न पनि कुनै नेता कहाँ छोडिएन। केपीलाई पनि भनियो, प्रचण्ड कँवरलाई नि भनियो, माधव कँवरलाई नि भनियो, वामदेवलाई नि भनियो, झलनाथलाई नि भनियो, भनियो। उहाँहरूको पूर्वाग्रह छ, उहाँहरूको कुण्ठा छ, उहाँहरूको डाहा छ। हामीले गर्दैनौँ त के त्यसले मात्रै खाने? यसको औषधि के हुन्छ ल भन्नुहोस् त? त्यसले मात्रै खाने, त्यसले रुचाएका मान्छे मात्रै हाल्ने। हामी त सबैको साझा हो, हामी सबैको साझा थियो। त्यसो नगरे भए हुन्थ्यो भन्ने थियो। त्यस्तो परिस्थिति आयो र यो कुनै यस्तो स्थिति आउन पर्ने कारणै थिएन। सरकार एकदम ठिक ढङ्गले अगाडि बढेको थियो। राष्ट्रियताको मामलामा कसैले हेप्न सकेका थिएन। विदेशिक सम्बन्ध हाम्रा समदूर थिए। कुनै विदेशीहरूले पहिले त नेपालका प्रधानमन्त्री लिरिक्क हुने, अरू प्रधानमन्त्री, अरू देशका प्रधानमन्त्री उच्च, हाम्रा निच भएर कुरा हुन्थ्यो। त्यो कुरा तोड्या प्रधानमन्त्री केपी ओलीले होइन, आम्ने सामने हामी समदूरीका मान्छे समकक्ष थियौँ। त्यसैले हामी आम्ने सामने कुरा गरौँ भनेर औँला ठड्याएर कुरा गर्ने बनाएको त केपी ओलीले हो नि।